परमेश्वरको वचन विशेष गरेर हामी एनोइन्टिङको विषयमा हामी हेरिरहेको छौँ। आमेन। हामीले 2 हप्ता भयो कन्टिन्यू अभिषेकको बारेमा हामी हेरेको। मलाई विश्वास छ अनि तपाईहरुले केही कुरा बुझ्दै हुनुहुन्छ, तपाईहरुमा केही अन्डरस्ट्यान्डिङ आउँदैछ अनि मलाई विश्वास छ पवित्र आत्माले तपाई जति पनि रेडी हुनु भएको छ त्यो ठाउँ त्यो हंगर अनुसार पवित्र आत्माले तपाईलाई अभिषेक दिँदै हुनुहुन्छ। आमेन। सुन्नुहोस् न, अभिषेक एनोइन्टिङ चाहिँ परमेश्वरको शक्ति हो, परमेश्वरको एबिलिटी हो, क्षमता हो। अनि यो अभिषेक चाहिँ परमेश्वरले अनि उहाँलाई विश्वास गर्ने, ख्रीष्ट येशूलाई विश्वास गर्ने व्यक्तिहरूलाई उहाँले इम्पार्ट गर्न चाहनुहुन्छ अनि उहाँले दिनुहुन्छ। अर्को भाषामा, सिम्पल भाषामा भन्ने हो भने चाहिँ यो अभिषेक चाहिँ परमेश्वरको एउटा एबिलिटी हो, जुन एबिलिटी चाहिँ परमेश्वरले विश्वासीलाई दिनुहुन्छ अथवा बाँडिदिनुहुन्छ। हालेलुया। सो यो अभिषेक जब कुनै मानिसमा आउँछ त्यो व्यक्तिले जुन प्रकारको एबिलिटी परमेश्वरले लगाइदिएको छ त्यो प्रकार अनुसारले त्यो मानिसले गर्न थाल्दछ। आमेन। सो अभिषेक बिना परमेश्वरले कसैलाई पनि चलाउनुहुन्न, कसैलाई पनि परमेश्वरले अभिषेक नदिकन कुनै ठाउँमा परमेश्वरले राख्नु नै हुन्न। हालेलुया। सो तपाईको अभिषेक जहाँनिर छ तपाई त्यही ठाउँमा बस्नुपर्ने हुन्छ, किनकि तपाई त्यसकै लागि अभिषेक हुनुभएको छ। हालेलुया। तर सुन्नुहोस्, हामी त्यतापट्टि नजाउँ। आज अलिकति डिफरेन्ट तरिकाले हामी जानेछौँ, अभिषेककै विषयमा हामी जानेछौँ, अलिकति गहिराइतिर हामी अभिषेकको विषयमा हामी प्रवेश गर्नेछौँ। आमेन। हालेलुया। सुन्नुहोस् है, अभिषेक चाहिँ परमेश्वरको शक्ति हो। यसले चाहिँ तपाईको जुवालाई यसले चाहिँ भाँच्दछ अथवा यसले चाहिँ तपाईको जुवालाई नष्ट पारिदिन्छ। तपाईको जीवनमा जुनै पनि जुवा होस्, द योक, तपाईको जीवनमा जुनै पनि जुवा होस्, तपाईको जीवनमा पोभर्टी, गरिबीको जुवा होस्, चाहे के भने कर्स, त्यो श्रापको जुवा होस्, चाहे तपाईको जीवनमा विरामको जुवा होस् र जुनै पनि बन्धनको जुवा होस्, जब यो अभिषेक चाहिँ एभाइलेबल छ, जबसम्म यो अभिषेक चाहिँ म्यानिफेस्ट भइरहन्छ, प्रकटीकरण भइरहन्छ, तबसम्म चाहिँ तपाईको जीवनबाट यो जुवा चाहिँ भाँचिरहन्छ। त्यो भएकोले त हाम्रो जीवनलाई परमेश्वरले फ्रीली जिउनको लागि अनि अरू पनि तपाईको वरिपरि भएको मानिसहरू पनि फ्रीली जिउनको लागि चाहिँ परमेश्वरले यो अभिषेकलाई एभाइलेबल गराइदिनु भएको छ। हालेलुया। किनकि के भने अभिषेकले चाहिँ जुवालाई भाँच्दछ अथवा नष्ट बनाउँदछ। आमेन। बाइबल यसरी भन्छ, यशाया 10:27, आइजाया 10:27, यसरी भन्छ, त्यो दिन तिमीहरूको बोझ तिमीहरूको काँधबाट र तिमीहरूको जुवा तिमीहरूको घिच्राबाट हटाउनेछ र तिमीहरू मोटाएको कारण जुवा बाँचिनेछ। हालेलुया। सो बाइबलले यहाँ के भन्दैछ, त्यो दिन तिमीहरूको काँधबाट र तिमीहरूको के भने घिच्रोबाट जुवा निकालिन्छ। तर के भन्दैछ, त्यो निकाल्दैन मात्र होइन, निकालेर उहाँले थपक्कै मात्र राख्नुहुन्न, तर त्यत्रो वर्षदेखि तपाईले बोकिरहेको जुन जुवा छ त्यो चाहिँ नष्ट हुन्छ। कसरी चाहिँ नष्ट हुन्छ? बिकज अफ एनोइन्टिङ। हालेलुया। यहाँनिर मजाको भनेको छ, नेपालीमा के भन्छ भने तिमीहरू मोटाएको कारण। हालेलुया। एउटा इङ्ग्लिसमा तपाईले पढ्नु भने बिकज अफ फ्याट भन्छ। सुन्नुहोस् है, फ्याट भन्छ, त्यो चाहिँ के भने बोसो अथवा बोसे भाग भन्छ नि। जब पुरानो नियममा परमेश्वरलाई जब चढाइन्थ्यो त्यतिखेर चाहिँ परमेश्वरले बोसे भाग रोज्नुहुन्थ्यो। सो बोसे भाग अथवा के भन्यो, फ्याटले चाहिँ एउटा बलियोपन देखाउँछ, त्यसको एउटा शक्ति देखाउँछ। और अर्को चाहिँ के देखाउँछ भने त्यसले चाहिँ अभिषेकलाई पनि जनाउँदछ। बाइबलले के भन्दछ, बिकज अफ योर फ्याट अथवा बिकज अफ के भने तपाईँ मोटाको कारणले गर्दा जुवा भाँचिन्छ। हालेलुया। अर्को भाषामा भन्यो भने जति धेरै तपाईको जीवनमा अभिषेक आउँछ त्यति नै धेरै जुवाहरू भाँचिँदै जान्छ। हालेलुया। जति धेरै तपाईको जीवन तपाईको जब तपाईँ चाहिँ अभिषेकमा बढ्नुहुन्छ, तपाईँ अभिषेकमा निर्माण हुनुहुन्छ, त्यति नै धेरै चाहिँ जुवाहरू भाँचिँदै जाँदछ। त्यति नै धेरै तपाईको वरिपरि भएको व्यक्तिहरू, तपाईले भिजिट गरेको, तपाईँ गएको मिनिस्ट्री गर्ने ठाउँहरूको मानिसहरूले जति वर्षदेखि पनि जुवा बोकेको होस् तिनीहरूको सबैको
जुवा भाँचिन्छ बिकज यु हेभ द एनोइन्टिङ तपाईसँग अभिषेक भएको कारणले गर्दा तपाईले अभिषेक बोकेको कारणले गर्दा त्यो मानिसहरूको जुवा भाँचिन्छ तपाईकै मात्र होइन तर अरू मानिसको पनि जुवा भाँचिन्दछ सुन्नुहोस् है इङ्ग्लिसमा यसरी भन्दछ आइसाया 10 verse 27 केजेभी भर्जनमा किङ जेम्स भर्जनमा यसरी भन्छ and it shall come to pass in that day that his burden shall be taken away from of the soldier and his yoke from the neck सुन्नुहोस् है योबाट चाहिँ सोल्जरबाट चाहिँ के भने त्यो बर्डन त्यो भारी छ निकालिने छ अन्तदेखि घाँटीबाट चाहिँ जुवा निकालिने छ अन्त के भन्छ and the yoke shall be destroyed because of the anointing यानी के भन्दैछ त्यो काँधबाट बाहिर निकालिन्छ बोझ र त्यो जुवा चाहिँ बाहिर निकालिन्छ अन्तदेखि the yoke shall be destroyed अथवा जुवा चाहिँ भाँचिने छ के को कारणले गर्दा because of the anointing हालेलुया अभिषेकको कारणले जुवाहरू भाँचिन्छ यो अभिषेकले चाहिँ तपाईको जीवनमा पनि तपाईको जीवनको जुवालाई पनि भाँच्छ र तपाईको जीवनबाट अरूको जीवनलाई पनि अरूको जीवनको जुवा पनि यो अभिषेकले भाँचेर नष्ट बनाउँदछ त्यही कारणले तपाई र हामी यो अभिषेक बोक्न जरुरी छ त्यति मात्र हैन यो अभिषेकमा हामी ग्रो हुन निर्माण हुन पनि हामी जरुरी छ यो अभिषेक कसरी चल्छ कस्तो प्रकारले चल्छ कसरी अपरेट हुन्छ परमेश्वरले स्पिरिचुअल नियम कसरी राखिदिनु भएको छ यो अभिषेक चल्ने ठाउँ कहाँनिर छ कस्तो छ हामी जब यो कुरा बुझ्दै जान्छौँ तब चाहिँ हामी यो अभिषेकमा हामी निर्माण हुँदै जान्छौँ यो अभिषेकमा हामी बढ्दै जाँदछौँ त्यति नै धेरै जहाँनिर हामी जान्छौँ मानिसहरू छुटकारा पाउँदै जान्छ जहाँनिर हामी बस्छौँ त्यही ठाउँमा हाम्रो जीवनको जुवाहरू पनि भाँचिँदै जाँदछ every yoke shall be destroyed because of the anointing हालेलुया सबै जुवाहरू भाँचिन जरुरी छ अभिषेकको कारणले गर्दा अनि भाँचिन्छ सुन्नुहोस् जब यो मण्डलीमा नि अभिषेक यति साह्रो बढेर जान्छ नि यो मण्डलीमा मानिसहरू प्रवेश गर्ने बित्तिकै मानिसहरूले आफ्नो जीवनको जुवा चाहिँ नष्ट भएको हुँदैले महसुस गर्न थाल्छ किनकि बिकज अफ द एनोइन्टिङ हालेलुया अभिषेकको कारणले त्यो भएकोले गर्दा यो ठाउँमा यो मण्डलीलाई लिड गर्न यो ठाउँमा यो मण्डलीमा जति पनि मान्छेले सेवा पुर्याउँछ सेवा गर्ने इच्छा लाग्छ दे मस्ट बी एनोइन्टेड उनीहरू अभिषेक हुन जरुरी छ उनीहरू अभिषेकमा बढेको हुन जरुरी छ अनि उनीहरू अभिषेकमा निर्माण भएको हुन जरुरी छ अनि उनीहरू चाहिँ वचन अनुसार त्यो अभिषेकलाई चलाउने व्यक्ति हुन जरुरी छ हामी परमेश्वरको अभिषेक भयंकर देख्न चाहन्छौँ यो मण्डलीमा हामी मानिसहरू व्हीलचेयरमा आइरहेको दैलोमा पस्नुभन्दा अगाडि उठेर चाहिँ भित्र पसेको हामी देख्न चाहन्छौँ मानिसहरू क्यान्सर रोग बोकेर आइरहेको मान्छेहरू यो मण्डलीमा प्रार्थना नगरिकनै पनि त्यो मान्छे निको भएको हामी देख्न चाहन्छौँ त्यो चाहिँ केले गर्छ एनोइन्टिङ अभिषेकले गर्छ त्यो चाहिँ हाम्रो मण्डलीमा हरेक व्यक्ति यो अभिषेकलाई बोकेर हिँड्न जरुरी हुन्छ यो अभिषेकमा निर्माण हुन जरुरी हुन्छ किनकि यही अभिषेकले नै जुवाहरू मचाउँछ रोगको जुवा होस् या बिरामको जुवा होस् या डाक्टरले बिदा दिएको जुवा होस् या गरिबीको जुवा होस् चाहे जुनसुकै बन्धन होस् दुष्ट आत्माले के भने लागेको मानिस किन नहोस् जब यो अभिषेक चाहिँ एभाइलेबल छ नि त्यतिखेर जुनै पनि जुवा चाहिँ नष्ट हुन्छ सो बाइबलले यहाँ के भन्दैछ इट शैल कम टु पास इन दैट डे that his burden shall be taken away from of the soldier and his yoke from off the neck and the yoke shall be destroyed because of the anointing अभिषेकको कारणले गर्दा जुवाहरू भाँचिनेछ अब नेपालीमा पढ्नु यहाँ के भन्दैछ भने तिमीहरू मोटाएको कारण जुवाहरू भाँचिन्छ अर्को भाषामा अझै मजाले भन्ने हो भने तिमीहरूमा जति धेरै अभिषेक आउँछ तिमीहरूले जति धेरै अभिषेक बोक्छौ त्यति नै धेरै जुवाहरू भाँचिन्छ हालेलुया जुन मण्डलीले जति धेरै अभिषेक बोकेको छ त्यति नै धेरै जुवाहरू भाँचिन्दछ तिमीहरू मोटाएको कारण जुवाहरू भाँचिन्छ हालेलुया सुन्नुहोस् अभिषेकहरू अब मैले तपाईलाई के भने यो चाहिँ तपाईको आफ्नै पर्सनल जीवनको पनि जुवाहरू भाँचिन्छ भने मानिसहरू तपाईले
प्रार्थना गर्दै गर्दा मानिसहरूमा सेवा पुर्याउँदै गर्दा अथवा मानिसहरूलाई अरू तपाईँको वरिपरिको मानिसहरूको पनि जीवनको पनि जुवाहरू भाँचिन्दछ। अब यो तपाईँले यो दुईटा थोकलाई तपाईँको माइन्डमा तपाईँले राख्नुहोस्। हामी अलिकति भित्र हामी प्रवेश गर्नेछौँ। आमेन। तपाईँले लेख्दै हुनुहुन्छ, लेख्नुहोस् टु काइन्ड अफ एनाउन्टिङ। टु काइन्ड अफ एनाउन्टिङ, दुई प्रकारको अभिषेक। बाइबल हामी जब पढ्दै जान्छौँ, बाइबल हामी जब अध्ययन गर्दै जान्छौँ, विशेष गरेर तीन प्रकारको अभिषेक छ। तीन प्रकारको अभिषेक छ, तर हामी तेस्रो अभिषेकलाई हामी छोडिदिउँ। हामी दुई प्रकारको अभिषेकलाई हामी हेर्नेछौँ। दुई प्रकारको अभिषेकलाई हामी हेर्नेछौँ। त्यो चाहिँ के भने टु काइन्ड अफ एनाउन्टिङ। एउटा चाहिँ इनर एनाउन्टिङ, एउटा चाहिँ अपन एनाउन्टिङ। एउटा चाहिँ तपाईँ भित्र भएको अभिषेक एन्ड एउटा चाहिँ तपाईँ माथिबाट आउने अभिषेक। सुन्नुहोस्, यो दुईटा अभिषेक चाहिँ एउटै नै हो, एउटै व्यक्तिबाट आएको। सुन्नुहोस्, अभिषेक धेरै किसिमको छैन। मैले तपाईँलाई भने, मैले बुझाउनको लागि मात्र दुई प्रकारको अभिषेक मैले तपाईँलाई भनेको, तर अभिषेक धेरै प्रकारको छैन। अभिषेक एउटै मात्र प्रकारको छ। सुन्नुहोस् है, तर त्यो अभिषेकले चाहिँ भिन्नै भिन्नै तरिकाले काम गर्छ। त्यो अभिषेक चाहिँ भिन्नै भिन्नै तरिकाले काम गर्दछ, तर अभिषेक चाहिँ एउटै हो। यो विचार गर्नुहोस्। अनि यो अभिषेक चाहिँ दुईटा क्याटेगोरीमा काम गर्छ। विशेष गरेर त्यो चाहिँ एउटा चाहिँ इनर, तपाईँ भित्र, अनि एउटा चाहिँ तपाईँ माथि। सुन्नुहोस् है, इनर एनाउन्टिङ एन्ड अपन एनाउन्टिङ। इनर एन्ड अपन। सो इनर एनाउन्टिङ चाहिँ तपाईको साल्भेसनसँग जोडिएको छ, तपाईको उद्धारसँग जोडिएको छ। अपन एनाउन्टिङ चाहिँ जब यो चाहिँ केसँग जोडिएको छ भने यो चाहिँ पवित्र आत्माको ब्याप्टिजमसँग जोडिएको छ। परमेश्वरको राज्यमा प्रवेश गर्ने सबैजना अभिषेक्त छ। जो अभिषेक्त छैन त्यो परमेश्वरको राज्यमा छैन। परमेश्वरले जसलाई चाहिँ उद्धारमा ल्याउनुहुन्छ, जसले चाहिँ येशू र प्रभु र मुक्तिदाता भनिकन ग्रहण चाहिँ गर्छ, त्यो व्यक्ति चाहिँ अभिषेक्त हुन्छ। त्यो व्यक्ति अभिषेक्त हुन्छ, त्यो व्यक्तिमा इनर एनाउन्टिङ, ऊ भित्र अभिषेक, ऊ भित्र उसको भित्र स्पिरिट चाहिँ अभिषेक हुन्छ। एभ्रीबडी, वी आर अल आर एनोइन्टेड। तर मजाको कुरा चाहिँ के भने परमेश्वरले यसलाई मात्र, यही भित्र अभिषेकलाई मात्र छोड्नु भएको छैन। परमेश्वरले चाहिँ माथिबाटको अभिषेकलाई पनि छोड्नु भएको छ, जुन चाहिँ हाम्रो जुन चाहिँ के भने पवित्र आत्माको ब्याप्टिजमबाट स्टार्ट हुन्छ। सुन्नुहोस्, यहाँ बाइबलले के भन्छ, गलती 2:20, गलतियन्स 2:20 यसरी भन्छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। अब यहाँनिर ध्यान दिएर सुन्नुहोस्, बाइबलले के भन्दैछ भने म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ, अथवा क्राइस्ट लिभ इन मी। हालेलुया। ख्रिस्ट चाहिँ म भित्र जिउनुहुन्छ। अर्को भाषामा भन्ने हो भने तपाईँले ख्रिस्टलाई हामीले सुरुको सेसनमा हामीले के सिक्दै थियौँ? क्राइस्ट भनेको चाहिँ एनोइन्टेड वान, अभिषेक्त व्यक्ति। अर्को भाषामा भन्ने हो भने के भने म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। के भने अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट, तर के भने तर अभिषेक चाहिँ ममा जिउँछ। अभिषेक त व्यक्ति चाहिँ ममा जिउँछ, अथवा अभिषेक चाहिँ म भित्र छ। सुन्नुहोस् है, जुन दिन तपाईँले ख्रिस्टलाई चाहिँ ग्रहण गर्नुभयो त्यही दिन तपाईँ भित्र अभिषेक आएको छ। त्यो भित्र तपाईँ भित्र ख्रिस्ट आउनु भएको छ, तपाईँ भित्र एनोइन्टेड वान आएको छ, अनि तपाईँ भित्र एउटा अभिषेक छ तपाईँ भित्र। ख्रिस्ट तपाईमा जिउनु भएको कारणले गर्दा द एनोइन्टेड वान लिभिङ इनसाइड अफ यु, द्याट्स व्हाई यु हैव द इनर एनोइन्टिङ। त्यसै कारण तपाईसँग भित्री अभिषेक छ। अनि यो चाहिँ तपाईको उद्धारमै सुरु हुन्छ, उद्धारबाटै सुरु हुँदछ। बाइबलले के भन्दैछ भने पहिलो यूहन्ना 2:27, 1 John 2:27 यसरी भन्छ, तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ। बाइबलले के भन्दैछ भने तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमै रहिरहन्छ। यो चाहिँ के भने भित्रको कुरा गरेको होइन, द एनोइन्टिङ द्याट इज इनसाइड अफ यु भन्छ। इङ्ग्लिसमा भने द एनोइन्टिङ द्याट इज इन यु,
that stay in you forever. अथवा तिमीहरूसँगै बसिराख्छ त्यो अभिषेक चाहिँ। यहाँ बाइबलले के भन्छ, तिमीहरू भित्रको कुरा गर्दैछ। यो चाहिँ माथिको कुरा गरेको होइन, तपाईँ भित्र। त्यो चाहिँ जब तपाईँ साल्भेसन पाउनुहुन्छ त्यही समय तपाईँ भित्र अभिषेक सुरु हुन थाल्छ। तर अर्को हामी हेर्नेछ, बाइबलले के भन्दैछ, अर्को चाहिँ के भने अपन एनोइन्टिङ, माथिबाट आउने अभिषेक। सुन्नुहोस् है, पहिलो प्रेरित 1:8, Act 1:8 यसरी भन्छ, सुन्नुहोस्, तर पवित्र आत्मा तिमीहरूमा आउनु भए पछाडि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरिया, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। बाइबलले के भन्छ, when the Holy Spirit come upon you, you will receive the anointing. हालेलुया। सो यहाँनिर बाइबलले के भन्दैछ, के भन्दैन, जब पवित्र आत्मा तिमीहरू भित्र आउँछ भन्दैन, तर यहाँ के भन्छ, जब पवित्र आत्मा तिमीहरू माथि आउनुहुन्छ, जब पवित्र आत्मा तिमीहरू माथि आउनुहुन्छ, बाइबलले के भन्छ, तिमीहरूले शक्ति पाउनेछ। You will receive the power. अर्को भाषामा भन्ने भने you will receive the anointing. तिमीहरूले अभिषेकलाई प्राप्त गर्नेछौ। सो मैले के भन्दैछु, इनर एनोइन्टिङ चाहिँ उद्धारमा सुरु हुन्छ भने अपन एनोइन्टिङ चाहिँ पवित्र आत्माको ब्याप्टिजममा सुरु हुन्छ। किनकि पवित्र आत्मा तपाईँ माथि आउनु भनेको चाहिँ तपाईँको पहिलोचोटि तपाईँ माथि आउँदै गर्दा त्यतिखेर चाहिँ तपाईँको उद्धार हुन्छ। सो बाइबलमा जहाँ पनि तपाईँले हेर्नुहुन्छ, जब पवित्र आत्मा उद्धार होइन, पवित्र आत्माको ब्याप्टिजम पाउँछ ल, जहाँ पनि पवित्र आत्मा चाहिँ उहाँ मानिस माथि आएको छ, त्यो समय चाहिँ मानिसहरू पवित्र आत्माले भरिएको छ। पेन्टिकोस्टलको दिनमा तपाईँले हेर्नु भने के पाउनुहुन्छ, हरेक माथि चाहिँ आगोको जिब्राहरू जस्तो आएर बस्यो भन्छ। हालेलुया। उनीहरू भित्र होइन, किनकि उनीहरू भित्र चाहिँ अघिबाटै आइसकेको थियो, उनीहरू भित्र चाहिँ अघिबाटै उनीहरूले इनर एनोइन्टिङ अघिबाटै पाइसकेको थियो। अब उनीहरूको लागि चाहिँ के चाहियो, अपन एनोइन्टिङ चाहियो, माथिबाट आउने अभिषेक चाहियो। अब यहाँनिर यहाँ के भन्दैछ, के भने यसोले के भन्दैछ, तिमीहरू यरुसलेम छोडेर कतै नजानु। अन्त यहाँनिर 8मा चाहिँ आएर के भन्दैछ, जब पवित्र आत्मा तिमीहरू माथि आउनुहुन्छ, माथि आउनेले माथिबाटै अभिषेकलाई लिएर आउँदछ। जब तपाईँ भित्र आउँछ, भित्र आउनेले भित्रैकै अभिषेकलाई लिएर आउँदछ। देयर इज टु काइन्ड अफ एनोइन्टिङ, इनर एनोइन्टिङ एन्ड अपन एनोइन्टिङ। दुई प्रकारको अभिषेक छ, तपाईँ भित्र काम गर्ने अभिषेक अनि एउटा चाहिँ तपाईँ माथि काम गर्ने। मैले के भन्दै, जब पवित्र आत्मा माथि आउँदछ, बाइबल यहाँ के भन्छ, के भने प्रेरित 19:6 बाइबलले यसरी भन्छ, जब पावलले उनीहरूमाथि हात राखे, सुन्नुहोस् है, जब पावलले उनीहरूमाथि हात राखे तब पवित्र आत्मा उनीहरूमाथि आउनुभयो र उनीहरू अन्य भाषामा बोले र अगमबाडी गरे। तपाईँले जब के भने कोरिन्थीको पुस्तकमा तपाईँले हेर्नुहुन्छ, कोरिन्थीको पुस्तकमा हेरेर के पाउनुहुन्छ भने, के तिमीलाई थाहा छैन तिमीहरू पवित्र आत्माको मन्दिर हो, पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। तर यहाँनिर के हुन्छ, पवित्र आत्मा चाहिँ माथि आउने कुरा गर्दैछ। त्यो कोरिन्थीको पुस्तकमा पावलले के कुरा, तिमीहरू भित्र बस्ने कुरा गर्दैछ। हाम्रो साल्भेसन र हाम्रो के भने पवित्र आत्माको ब्याप्टिजम चाहिँ डिफ्रेन्ट हो, भिन्नै हो। हामीलाई दुइटै जरुरी छ। पहिलो कुरा चाहिँ साल्भेसनबाट सुरु हुन्छ, जुन साल्भेसनमा चाहिँ तपाईँले इनर एनोइन्टिङ पाउनुहुन्छ, त्यतिखेर सुरु हुन्छ। अनि तपाईँको ब्याप्टिजममा चाहिँ के सुरु हुन्छ, माथिबाटको अभिषेक सुरु हुन्छ, माथिबाटको एनोइन्टिङ सुरु हुन्छ त्यो समय चाहिँ। सो दुई प्रकारको अभिषेक तपाईँले नबिर्सिनुहोस्, टु काइन्ड अफ एनोइन्टिङ, टु काइन्ड अफ एनोइन्टिङ। सो हामीलाई यो आइडिया थाहा छ, हामीलाई यो शिक्षा थाहा छ, पवित्र आत्मा चाहिँ अपन पनि आउनुहुन्छ, इन पनि आउनुहुन्छ। अझ धेरै तपाईँले क्लियर तरिका बुझ्नुहुन्छ होला। पवित्र आत्मा एउटै हुनुहुन्छ, दुईटा होइन, जमले होइन, एउटै हुनुहुन्छ, तर दुई प्रकारले काम गर्नुहुन्छ। पवित्र आत्मा भित्र आउनुहुन्छ। हामीले के भने, हामी जान्दछौँ कोरिन्थीको पुस्तकको, जहाँ चाहिँ हामी बाइबलले भन्छ हामी मन्दिर हो, पवित्र आत्माको मन्दिर हो। त्यसको मतलब पवित्र आत्मा हामीभित्र बास गर्नुहुन्छ। अनि त्यहाँदेखि अर्को चाहिँ के भन्छ, यहाँनिर के भने यो 19मा आएर 19:6 पढ्दै गर्दा फेरि पवित्र आत्मा, पावलले हात राख्दै गर्दा पवित्र आत्मा उनीहरू माथि आयो। अनि त्यहाँदेखि के भने प्रेरित 1:8 जब हामी त्यहाँ पढ्छौँ, बाइबलले के भन्दैछ, पवित्र आत्मा जब तिमीहरू माथि आउँछ। सो दुईटा कुरा भिन्नै छ, तर दुईटा पवित्र आत्मा होइन। सेम कुरो एनोइन्टिङ पनि त्यही हो। जब पवित्र आत्मा भित्र आउनुहुन्छ, अभिषेकलाई लिएर आउँदछ। जब पवित्र आत्मा माथि लिएर आउनुहुन्छ त्यतिखेर पनि अभिषेकलाई लिएर आउँदछ। त्यो चाहिँ इनर एनोइन्टिङ र अपन एनोइन्टिङ। अब यो इनर एनोइन्टिङ र अपन एनोइन्टिङ चाहिँ डिफ्रेन्ट, यसको उद्देश्य भिन्नै छ। सुन्नुहोस् है,
यसको उद्देश्य भिन्नै छ अनि यो उद्देश्य चाहिँ हामीले बुझ्न जरुरी छ। जब इनर एनोन्टिङले चाहिँ के गर्छ भने इनर एनोन्टिङले चाहिँ तपाईलाई वचनलाई बुझ्न तपाईलाई सजिलो बनाउँछ। तपाईले जब यो वचन प्रचार गर्दछौ यो वचनलाई बुझ्नको लागि तपाईलाई सजिलो हुन्छ। हालेलुया। जब इनर एनोन्टिङ आउँछ, यो इनर एनोन्टिङ चाहिँ उद्धारको क्षेत्रमा उद्धारको बेलामा आउँदछ। तपाईलाई थाहा छ अन्य जातिलाई नि तपाईले मज्जाले वचन प्रचार गर्यो त्यहाँदेखि त्यही वचन तपाईले उद्धार पाएको भर्खर नयाँ गरी जन्मेको विश्वासीलाई तपाईले प्रचार गर्नुहोस् त रिजल्ट डिफरेन्ट आउँछ। सेम टिचिङ हो। किन भन्दाखेरि चाहिँ अन्य जातिभित्र के छैन, इनर एनोन्टिङ छैन। जुन इनर एनोन्टिङले सिकाउँछ तर उद्धार भएको ठाउँमा उसले भर्खर मात्र प्रभुमा आउँदैछ तर पनि उसले बुझ्दै जान्छ। किनभने उसँग इनर एनोन्टिङ छ। जुन इनर एनोन्टिङले चाहिँ उसलाई बुझाउँछ, उसलाई सिकाउँछ। त्यही भएर त हामी जति धेरै वचन पढ्दै अथवा सुन्दै जान्छौँ त्यतिखेर हाम्रो अन्डरस्ट्यान्डिङहरू बढ्दै जान्छ। हामीले के अरू बेला अन्य जाति हुँदाखेरि हामीले कता एउटा वचन सुनेको होइन र सुनेको हो नि त, हामीलाई केही जस्तो पनि लाग्दैन। तर के हो ख्रिस्टमा आउँदै गर्दाखेरि वचन सुन्दै गर्दा के लाग्छ हामीलाई त्यो प्रति आकर्षित गराउँछ। केही कुरा बुझेको जस्तो, केही कुरा त्यहाँनिर मेरो भाग पनि छ जस्तो बनाउँछ। द्याट्स द इनर एनोन्टिङ। तपाईँ भित्रको अभिषेकले काम गर्दैछ। तपाईँलाई के भने बाइबल पढ्नु तपाईँलाई किन मनपर्छ? किनकि तपाईँ भित्रको अभिषेकले तपाईँलाई त्यो गर्न लाउँछ। भित्रको अभिषेकले चाहिँ तपाईलाई सिकाउँछ। इट विल टिच यु, इट विल मेक यु अन्डरस्ट्यान्ड। यसले तपाईँलाई सिकाउँछ, यसले तपाईँलाई बुझाउँछ। सो यहाँ बाइबलले के भन्दैछ? पहिलो यूहन्ना 2:27 है, 1 John 2:27 यसरी भन्छ, तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्छ, तिमीहरूमा अथवा इन यु, इट विल स्टे इन यु। सुन्नुहोस् है, र कसैले तिमीहरूलाई सिकाउन आवश्यकता पर्दैन, तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराको विषयमा सिकाउँछ। अनि त्यो अभिषेक सत्य छ, त्यो बनावटी होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रिस्टमा रहिरहो। सुन, this anointing will teach you, this anointing will make you understand. माथिबाट आएको अभिषेकले तपाईलाई बुझ्ने बनाउँदैन। तपाईले सुन्नु भएको कतिजना व्यक्ति देख्नु भएको छ यति साह्रो माथिबाटको अभिषेकमा हिँड्छ। माथिबाटको अभिषेक चाहिँ वरदानसँग जोडिएको छ। सुन्नुहोस् है, माथिबाट आउने अभिषेक चाहिँ वरदानबाट जोडिएको छ। भित्र आउने अभिषेक चाहिँ सिक्ने कुरामा के भने जोडिएको छ। तपाईँ चाहिँ वचन चाहिँ पढ्नु नै हुन्न, मनै पर्दैन, तर तपाईँ वरदानमा चाहिँ चल्ने इच्छा गर्नुहुन्छ। त्यसको मतलब के? तपाईँ भित्र एनोन्टिङमा विक हुनुहुन्छ, भित्री अभिषेकमा तपाईँ कमजोरी हुनुहुन्छ। जब कमजोरी हुन्छ तपाईँलाई मनै पर्दैन सिक्न। हालेलुया। तपाईँको भित्र अभिषेकलाई चाहिँ दह्रो बनाउन जरुरी छ। त्यो चाहिँ के भने यसले चाहिँ बाइबललाई सिकाउँछ। बाइबल हुन जरुरी छ। तपाईँको आत्माले चाहिँ परमेश्वरको वचनद्वारा मात्र सेटिस्फाई गर्छ। तपाईँको आत्माले चाहिँ वचन मात्र खान्छ। अनि त्यो वचन खानको लागि अन्डरस्ट्यान्डिङ चाहियो। त्यो अन्डरस्ट्यान्डिङ गर्ने जुन त्यो सिकाउने एनोन्टिङ चाहिँ तपाईँ भित्रै छ, तपाईँ भित्रै छ। हो, त्यो अभिषेकले तपाईँको स्पिरिटलाई खुवाउन थाल्छ। सो बाइबल यहाँनिर के भन्दैछ? तिमीहरूमा भएको अभिषेकले तिमीलाई सिकाउँछ। तिमीलाई कसैले सिकाउनु पर्दैन। अब यसको मतलब के? हामीलाई पास्टर चाहिँदैन, टिचर चाहिँदैन? यदि नचाहिने भएको त परमेश्वरले दिन नै हुँदैन थियो। तर सुन्नुहोस् है, तपाईँले कहिलेकाहीँ अनुभव गर्नुभएको होला। तपाईँले जब युट्युबमा सुन्नुहुन्छ अथवा जब तपाईँले कुनै व्यक्तिको कन्फरेन्समा गएर शिक्षा सुन्नुहुन्छ, सुन्दै जाँदाखेरि तपाईँलाई भित्र नमज्जा हुन्छ। यो त हो र? तपाईँले बाइबल जान्नु भएको छैन, बाइबलमा कहाँ लेखेछ, कस्तो लेखेछ तपाईँलाई थाहा छैन, तर भित्र अप्ठ्यारोपन आउँछ। किन? त्यो व्यक्तिले जब गलत कुरा सिकाउँदैछ तपाईँको भित्र एनोन्टिङलाई थाहा छ के हो सत्य कुरा। जब त्यो व्यक्तिले गलत कुरा सिकाउँदै जाँदाखेरि तपाईँको भित्र अभिषेकमा चाहिँ भित्र एनोन्टिङले चाहिँ के भन्छ? त्यो शिक्षकले चाहिँ के भन्छ? दिस इज नट राइट, यो ठिक होइन। त्यो जुन पढाउने व्यक्ति छ त्यो चाहिँ के भएको छ? त्यो व्यक्ति चाहिँ डिसिभ भएको छ र उसले गलत शिक्षालाई अपनाएको छ। त्यो शिक्षा सुन्दै गर्दाखेरि भित्र ठिक होइन, पटक्कै होइन है। र कतिचोटि तपाईँको समयमा राइट टिचिङ
सुन्नको लागि पनि तपाईँकै स्पिरिटले प्रेरणा गर्छ, तपाईँकै भित्र तपाईँकै अभिषेकले प्रेरणा गर्छ, किनकि यसले तपाईँलाई सिकाउँदैछ नि त, तपाईँलाई सिकाउँदैछ। कतिवटा ज्ञानी मान्छेले आएर तपाईँलाई कतिवटा परिस्थितिमा तपाईँलाई सल्लाह दियोस् न, तर पनि कहिलेकाहीँ तपाईँलाई त्यो सल्लाह तपाईँलाई ग्रहण गर्नु मन पर्दैन, किनकि भित्रको अभिषेकले तपाईँलाई भिन्नै कुरा सिकाउँदैछ, त्यो व्यक्तिले तपाईँलाई भिन्नै कुरा सिकाउँदैछ, तपाईँलाई भित्र अशान्ति हुन्छ। सो तपाईँले ऱ्याचेक गर्नुहोस् त्यो अरूको मान्छेको शिक्षालाई। हुनसक्छ त्यो राइट नै शिक्षा, राइट नै के भने बिब्लिकलै विस्डम हो, तर पनि त्यो सिचुएसनको लागि परमेश्वरलाई ठिक लागेको छैन। The anointing that you have inside of you, that will teach you. जुन अभिषेक तपाईँ भित्र छ नि हो त्यसले तपाईँलाई सिकाउँछ। तपाईँ कतिवटा ठाउँहरूमा तपाईँ गएर सिक्नु चाहिँ थाल्नुभयो भने कसले कस्तो सिक्दैछ तपाईँलाई बाइबलबाट तपाईँले के भने उनीहरूलाई वाइस र उनीहरूलाई के भने बाइबलबाट तपाईँले रेफरेन्स दिन सक्नुहुन्न होला, तर पनि तपाईँको स्पिरिटमा के हुन्छ, दिस इज रङ, यो चाहिँ रङ हो है, गलत हो है यो चाहिँ, किनकि तपाईँभित्र अभिषेक चलिरहेको छ। तर यो अभिषेक चाहिँ नि बढ्न जरुरी छ। यो अभिषेक जति धेरै बढ्छ नि त्यति नै धेरै तपाईँको बाइबलको अन्डरस्ट्यान्डिङ बढेर जान्छ। हिस्टोरिकली होइन, इन्फर्मेटिभ होइन, तर रेभुलेसनको रूपमा तपाईँले यो वचनलाई तपाईँले बुझ्न थाल्नुहुन्छ। अपन एनाउन्टिङले त्यो गर्दैन। सुन्नुहोस् है, म तपाईँलाई बताउँछु, अपन एनाउन्टिङले तपाईँलाई गर्दैन, तर इनर एनाउन्टिङले चाहिँ बाइबलको अन्डरस्ट्यान्डिङमा तपाईँलाई लिएर जान्छ, बाइबलको बुझाइमा, शिक्षामा, गहिराइमा तपाईँलाई लिएर जान्छ। सो तपाईँ जति धेरै यो अभिषेकमा चाहिँ बढ्नुहुन्छ, भित्रको अभिषेकमा बढ्नुहुन्छ, त्यति नै धेरै तपाईँलाई बाइबल पढ्नु मनपर्छ, त्यति नै धेरै बाइबलको रहस्य र प्रकाश तपाईँलाई मनपर्छ, त्यति नै धेरै तपाईँ के भने त्यो बुझ्न थाल्नुहुन्छ जुन रहस्य चाहिँ बाइबलमा लेखिएको छ। द्याट्स द इनर एनाउन्टिङ। अनि यो चाहिँ सबै विश्वासीसँग छ। सुन्नुहोस् है, every believer have this anointing. सबै मसँग त छैन, म त बाइबल बुझ्नै सक्दिनँ। बाइबल बुझ्नु नसकेको चाहिँ ध्यान नदिएको। ध्यान चाहिँ दिन थाल्नुभयो भने यो अभिषेकले तपाईँलाई सिकाउन थालिहाल्छ। तपाईँले बाइबल के भने अथवा तपाईँले पढ्नै नजानुहोस् न, तपाईँसँग सिकाउने व्यक्ति र सिकाउने अभिषेक चाहिँ तपाईँभित्रै छ। तपाईँले सुनेर तपाईँले मनन गरेर पनि तपाईँले सिक्न सक्नुहुन्छ। त्यो एनाउन्टिङले, त्यो अभिषेकले तपाईँलाई प्रष्ट बनाउन थालिहाल्छ। That's the inner anointing. Inner anointingले तपाईँलाई सिकाउँछ भने अपन एनाउन्टिङले चाहिँ तपाईँलाई के गर्छ, तपाईँलाई प्रिच गर्न लगाउँछ अथवा टिच गर्न लगाउँछ। जुन यो म तपाईँलाई सिकाइरहेको छु, दिस इज कल अपन एनाउन्टिङ। अपन एनाउन्टिङ हो, माथिबाट आएको अभिषेक, परमेश्वरले मलाई दिएको अभिषेक हो, जुन अभिषेकले गर्दा चाहिँ म के गर्न सकिरहेको छु, तपाईँलाई सिकाउन सकिरहेको छु, तपाईँलाई बुझाउन सकिरहेको छु। तर यो चाहिँ कहाँदेखि सुरु हुन्छ, इनर एनाउन्टिङ। यदि इनर एनाउन्टिङले तपाईँलाई सिकाएको छैन भने अपन एनाउन्टिङ चाहिँ भए तापनि काम गर्दैन, भए तापनि त्यो मान्छे धेरै कराउँछ है मात्र, एउटै शब्दलाई बारम्बार डोर्याएको छ। किनकि इनर एनाउन्टिङ चाहिँ उसको विक छ, इनर एनाउन्टिङले सिकाएको छैन, भित्र छँदै छैन, के बाहिर निकाल्छ। सो अपन एनाउन्टिङ चाहिँ रिलिज गर्छ, इनर एनाउन्टिङले चाहिँ ग्राब गर्छ। इनर एनाउन्टिङले चाहिँ सिकाउँछ, तपाईँलाई पढाउँछ, बुझाउँछ, अनि अपन एनाउन्टिङले चाहिँ प्रिच गर्न र टिच गर्न लगाउँछ, तपाईँलाई सजिलो बनाउँछ। आमेन। त्यो भएको कारणले गर्दा सबैजना बाइबल जानेकोहरूले पढाउनु अथवा शिक्षा दिनु अथवा प्रचार गर्न सक्दैन, किनकि एभ्री बिलिभर डजन्ट ह्याभ दिस काइन्ड अफ एनाउन्टिङ। प्रिच गर्ने अभिषेक सबैसँग छैन, वचन शिक्षा दिने अभिषेक सबैसँग छैन, परमेश्वरले थोरैलाई दिएको छ। उसले बोल्न सक्छ होला, बोल्न सक्छ डजन्ट मिन उसले सिकाउन सक्छ। उसले आएर के भने पुलपिटमा आएर केही कुरा बोल्न सक्छ होला, त्यसको मतलब यो होइन उसले चाहिँ मानिसलाई बुझाउन सक्छ, त्यो गहिराइमा उसले लान सक्छ, सक्दैन। हालेलुया। त्यो भएकोले गर्दा इनर एनाउन्टिङ सबैजनाले वचन बुझ्न जान्दछ, सक्छ, तर सबैजनाले बुझेको पस्किन सक्दैन, सबैजनाले बुझेको चाहिँ मानिसको बिचमा ल्याउन सक्दैन, किनकि उनीहरूसँग अपन एनाउन्टिङ, माथिबाट आउने अभिषेक छँदै छैन त्यो क्षेत्रका लागि। सिकाउने अभिषेक र प्रचार गर्ने अभिषेक छँदै छैन। बुझ्दै हुनुहुन्छ? त्यही भएकोले त कतिजना मान्छेको गलत विचार छ, के छ भने मलाई पुलपिटको लागि बोलाएको होइन, म बोल्नु त जान्दिनँ, म के भने प्रचार गर्नै जान्दिनँ,
म बाइबल किन पढ्नु अथवा बाइबल स्कुल किन जानु, म किन वचन सुनिराख्नु भन्नेतिर जान्छ। तर सुन्नुहोस्, तपाईँसँग इनर एनोइन्टिङ छ नि त, तपाईँसँग सिकाउने के भन्नु, तपाईँलाई सिकाउने, तपाईँलाई बुझाउने अभिषेक तपाईँभित्र छ। लेट द्याट ग्रो, त्यसलाई बढ्न दिनुहोस्। त्यसै कसरी हुन्छ? जब तपाईँ बाइबल पढ्नुहुन्छ, बाइबल स्कुल जानुहुन्छ, अध्ययन गर्नुहुन्छ, तपाईँले पुलपिटमा आएर प्रचार गर्ने तपाईँको बोलावट छैन होला, यो तपाईँको के भने अभिषेक छैन होला, तर एटलिस्ट तपाईँले वचनलाई त तपाईँ बुझ्न सक्नुहुन्छ नि। कतिजनाको बिजनेसमा बोलावट हुन्छ, बिजनेसको लागि अभिषेक हुन्छ। द्याट डजन्ट मिन, त्यसको मतलब यो होइन कि उसले चाहिँ बाइबल पढ्नै हुँदैन। त्यसको मतलब उसले बाइबलबाट पढेर बुझेर त्यहीबाट विस्डम निकालेर ऊ बिजनेसमा सक्सेस हुन सक्छ नि त। जस्तो सुकै होस्, तपाईँ साधारणभन्दा साधारण विश्वासी होस्, यु हेभ टु नो द वर्ड। तपाईँले वचनलाई चाहिँ बुझ्न जरुरी छ, वचनलाई जान्न जरुरी छ। हालेलुया। तपाईँले वचन सिक्दै गर्दाखेरि तपाईँ पुलपिटमा आएर प्रचार गर्नको लागि तपाईँले सिकेको होइन। हालेलुया। तपाईँमा आउँदै गर्दाखेरि, तपाईँले वचन सिक्दै गर्दाखेरि चाहिँ यसले चाहिँ के हुँदैछ, तपाईँको पर्सनल जुवाहरू चाहिँ भाँच्दैछ। हालेलुया। हामीले अघि के सिक्यौँ, जुवा के भने अभिषेकले चाहिँ जुवा भचाउँछ, अनि यो चाहिँ पर्सनल जुवा पनि भचाउँछ, त्यहाँदेखि अरूको जुवा पनि बचाउँदछ। तर पर्सनल जुवा चाहिँ जब तपाईँ अन्डरस्ट्यान्डिङमा, वचनको अन्डरस्ट्यान्डिङमा बढ्नुहुन्छ, त्यतिखेर त्यो भित्रको अभिषेक बढ्दछ, अनि त्यतिखेर तपाईँको पर्सनल जुवाहरू भाँचिँदै जाँदछ, नष्ट हुँदै जान्छ। सबैजना पास्टर, सबैजना प्रचारक हुन सक्दैन, तर सबैजनाले वचन गहिराइमा बुझ्न सक्छ। सो यहाँनिर बाइबलले के भन्दैछ, एउटा घटना घटेको छ, विश्वासीहरू यत्तिकै छ। पहिलो के भने प्रेरित 2 अध्यायमा तपाईँले आएर हेर्नुमा 3000 जनाले त ग्रहण गर्यो, 3000 प्लसले ग्रहण गर्यो, यति धेरै छ। अनि त्यहाँदेखि फेरि थपिँदै गयो, मान्छेहरू यत्तिकै छ, त्यहाँ झमेला हुन थाल्यो। अब खाना पकाउने के भने कम्ती, अथवा के भने उनीहरूले झमेला गर्न थाल्यो, अरूलाई दिने अर्कोलाई नदिने के गर्न थाल्यो, त्यहाँ बाजो उड्न थाल्यो। अब त्यो कम्प्लेन चाहिँ कहाँनिर लगेको छ, पत्रुसहरूमा लगेको छ। पत्रुसहरू यस्तो यस्तो पो हुँदैछ, के गर्ने हो? तर मजाको यहाँनिर मजाको कुरा छ। यहाँनिर तपाईँले देख्नुहुन्छ, विश्वासी जोसँग इनर एनोइन्टिङ छ र जो सेवक जसमा चाहिँ इनर एनोइन्टिङ पनि छ, अपन एनोइन्टिङ पनि छ, तपाईँले भिन्नता देख्नुहुन्छ। यहाँ बाइबलले के भन्दैछ, प्रेरित 6:2 मा, एक्ट 6:2 यसरी भन्छ, तब 12ले चेलाहरूको समूहलाई बोलाएर भने, परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। हालेलुया। के यसुलाई ग्रहण गरेको 3000 भन्दा धेरैले होइन हो नि, तर यहाँनिर के भन्दैछ, वचन प्रचार गर्ने र सिकाउने जिम्मा अथवा सिकाउने अभिषेक चाहिँ हामीलाई दिएको छ। अब के यो छोडेर हामी तिमीहरूको के भने शरीरको ठाउँमा हामी ध्यान दिनु, तिमीहरू खुवाउने पियाउनेमा ध्यान दिनु, यो चाहिँ उचित छैन। त्यसको मतलब के भने वचन प्रचार गर्दैछ, बुझ्ने चाहिँ कसले? विश्वासीले हो नि त। अब बुझ्यो भन्दैमा उनीहरू आएर प्रचार गरिराख्नु पर्ने जरुरत छैन, तर विश्वासीले बुझ्नु चाहिँ पर्छ अभिषेक कसरी छ। सुन्नुहोस्, अभिषेकको बारेमा यति सारा प्रचार भइरहेको छ, तर पनि अभिषेक तपाईँले जाने भन्दैमा डजन्ट मिन यु हेभ टु कम अप हियर एन्ड प्रिच। त्यो तपाईँसँग त्यो वरदान नहुन सक्छ, तपाईँसँग आफ्नो खालको वरदान हुनसक्छ, हिलिङको वरदान हुनसक्छ। हिलिङको वरदान आएर यहाँनिर आएर प्रचार गरेर के गर्नु? जानुहोस् अन्य जातिमा गएर प्रचार गर्नुहोस्, सुसमाचार प्रचार प्रार्थना गरिदिनुहोस् बिरामीलाई खोज्दै। सुन्नुहोस् है, विभिन्न किसिमको वरदानहरू हुन्छ, तर यहाँनिर चाहिँ के हुँदैछ, यिनीहरूमा प्रचार गर्ने अभिषेक छ, प्रचार गर्ने वरदान छ, जुन चाहिँ अपन एनोइन्टिङ हो, अनि उसले प्रचार गरिरहेको छ। यहाँ के भन्दैछ, हामीलाई उचित छैन तिमीहरूलाई खुवाउनु पियाउनु चाहिँ, किनकि हामीलाई दिएको काम चाहिँ भिन्नै छ। सो विश्वासी सबैले पास्टरले बोलेको कुरा बुझ्न सक्छ, तर सबैले आएर चाहिँ त्यो बुझेको कुरा प्रचार गर्न सक्दैन। त्यसको मतलब नपढ्नु होइन, पढ्नुपर्छ, बुझ्नुपर्छ। जति धेरै बुझ्नुहुन्छ त्यति धेरै तपाईँभित्र भएको अभिषेक चाहिँ निर्माण हुँदै र बढ्दै जाँदछ। सुन्नुहोस् है, हामी अर्कोमा जाउँ। इनर एनोइन्टिङ, भित्री अभिषेक चाहिँ आत्माको फलसँग जोडिएको छ, माथिबाटको अभिषेक चाहिँ वरदानसँग जोडिएको छ। सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस्, फेरि पनि भन्छु, भित्र अभिषेक चाहिँ तपाईँको फ्रुटसँग जोडिएको छ, तर माथिबाटको अभिषेक चाहिँ
तपाईको वरदानसँग जोडिएको छ। जो व्यक्ति भित्र अभिषेकमा दह्रो हुन्छ त्यो व्यक्ति चाहिँ फ्रुटमा हिँड्न सक्छ। तर जो व्यक्ति माथिबाटको दह्रो छ त्यो व्यक्ति चाहिँ वरदानमा हिँड्न सक्छ। तर परमेश्वरले दुईटै अभिषेक चाहिँ एउटालाई कमजोरी र एउटा ठुलो बनाउन दिएको होइन। हामी दुईटामै हिँड्न जरुरी छ। इनर एनाउन्टिङमा पनि अपन एनाउन्टिङमा पनि। तपाईले देख्नुहुन्छ कतिवटा प्रभुको दासहरू, सुन्नुहोस् है, प्रभुको दासहरू तपाईले देख्नुहुन्छ जो चाहिँ वरदानमा यति साह्रो चलेको छ, अगमबाडीमा चलिरहेको छ, एकदम मजाको कुरा भनिरहेको छ, तर तपाईले उनीहरूको पर्सनल जीवन अथवा उनीहरूको कार्यलाई तपाईले हेर्नुभयो भने मान्छेले मन पराउँदैन। किन? किनकि इनर एनाउन्टिङलाई चाहिँ उसले दह्रो बनाएको छैन। हालेलुया, हालेलुया, हालेलुया। सुन्नुहोस्, इनर एनाउन्टिङ चाहिँ तपाईँ जिउनको लागि दिएको। तर अपन एनाउन्टिङ भित्री अभिषेक चाहिँ जिउनको लागि हो भने माथिबाटको अभिषेक चाहिँ तपाईले सेवा पुर्याउनको लागि दिएको। तर धेरैजना व्यक्तिहरू चाहिँ उनीहरू कसरी जिउने इच्छा गर्छ, माथिबाटको अभिषेकले जिउने इच्छा गर्छ। द्याट्स रङ। त्यो चाहिँ तपाईको लागि दिएको होइन, जिउनको लागि। मान्छेहरू अगमबाडी गर्यो भन्दैमा उनीहरू के भने उनीहरूको जिन्दगीभरि म त अगमबाडीमा जिउँछु, हुन सक्दैन। तपाईलाई चङ्गाइको वरदान जति पनि जुनै पनि वरदान होस्, उनीहरू यति साह्रो वरदानमा यति धेरै चल्छ, त्यहाँदेखि उनीहरूले चाहिँ इनर एनाउन्टिङलाई मिस गरिदिन्छ। इनर एनाउन्टिङ चाहिँ कमजोरी हुन्छ। तपाईँले देख्नु भएको छ चर्चमा यति साह्रो पुलपिटमा आएर कराएर प्रचार गरिरहेको हुन्छ, फायर भनिरहेको हुन्छ, मान्छे लडिरहेको हुन्छ, के भने अन्य भाषा पाइरहेको हुन्छ, अगमबाडी बोलिरहेको हुन्छ, अभिषेक यति साह्रो बग्छ नि, त्यो ठक्कै सिद्धे पछाडि तपाईँसँग बाहिर निस्किन्छ, त्यो सङ्गति सिद्धे पछाडि मान्छे कता जान्छ। उनीहरूको उसको परिवार उसको घरमा गएर हेऱ्यो भने उसको जिन्दगी नै फाल्टो हुन्छ। हामीलाई छक्कै पर्छ, अरे यो मान्छे पुलपिटमा त कस्तो आत्मिक देखिरहेको छ, यहाँ त छैन त, बुढीलाई कुटिरहेको छ त भन्छ। यो मान्छे यस्तो साह्रो अभिषेक भएको मान्छे कहाँ हुन सक्दैन जस्तो। हामी चाहिँ माथिबाटको अभिषेकलाई हेरेर हामी जज गर्छौँ, हामी चाहिँ इनर एनाउन्टिङलाई हेरेर जज गर्नुपर्छ। सो बाइबलले के भन्दैछ, झुटो अगमवक्तालाई फलद्वारा चिन्छौ भन्छ। त्यही भएर माथिबाट अभिषेकद्वारा होइन, फलद्वारा चिन्छ। उसले जस्तोसुकै अगमबाडी बोलोस्, उसले जस्तोसुकै उसले हात राख्दा फेरि बिरामी निकोस्, जस्तोसुकै आश्चर्य कर्म होस्, डजन्ट म्याटर। बाइबलले के भन्छ, त्यो दिनमा तिमीहरू आएर मलाई भन्नेछौ के प्रभु तपाईँको नाउँमा हामीले भूतहरू धपाइनौ, तपाईँको नाममा अगमबाडी बोलिनौ, तपाईँको नाममा हामीले यस्तो गरिनौ त्यस्तो गरिनौ। तर यसोले के भन्नुहुन्छ, तिमीहरू दुष्ट मानिसहरू, दुष्ट काम गर्ने व्यक्तिहरू मदेखि दूर भइजा। के त्यो व्यक्तिहरू अभिषेक बोकेको व्यक्ति होइन र? यसुको नाममा अगमबाडी बोलिरहेको छ, यसुकै नाममा काम गरिरहेको छ। तर डेन्जर कुरा चाहिँ के भने नि, सुन्नुहोस् है, उनीहरू चाहिँ इनर एनाउन्टिङमा छैन। इनर एनाउन्टिङ चाहिँ तिनीहरूले लस गरेको छ। जब जुन व्यक्तिले अपन एनाउन्टिङमा जिन्दगी बिताउँछ त्यो व्यक्ति व्यभिचारमा गिर्न कति पनि लाग्दैन। अर्को भाषामा भन्यो भने जुन व्यक्ति चाहिँ इनर एनाउन्टिङमा स्ट्रङ छैन नि, त्यो व्यक्ति चाहिँ गएर पापमा गिर्न उसलाई कति पनि लाग्दैन। हालेलुया। किनकि इनर एनाउन्टिङले मात्र पाप गर्नदेखि तपाईँलाई बचाउँछ, अपन एनाउन्टिङले बचाउँदैन। मान्छेहरू पुलपिटमा आएर तपाईँ पुलपिटमा आएर कराउनुहुन्छ, वरदान चलाउनुहुन्छ, यति साह्रो आत्मिक तपाईँ हुनुहुन्छ, तर तपाईँ त्यतिखेर तपाईँलाई यति साह्रो स्पिरिचुअल लाग्छ नि, यति साह्रो। किनकि तपाईँको इनर एनाउन्टिङले भन्दा पनि अपन एनाउन्टिङले काम गरिरहेको हुन्छ। किनकि अपन एनाउन्टिङ चाहिँ सेवा गर्ने अभिषेक हो, मानिसको जीवनमा काम गर्ने अभिषेक हो, यो चाहिँ वरदान चल्ने अभिषेक हो, यो चाहिँ तपाईँको के भने बोलवट चल्ने अभिषेक हो। यहाँनिर अगमबाडीको वरदान होस्, चाहे चङ्गाइको वरदान, चाहे आश्चर्य कर्म गर्ने, विश्वास गर्ने वरदान होस्, या जुनसुकै वरदानहरू होस्, यो चाहिँ पुलपिटबाट अथवा तपाईँ मिनिस्ट्री गर्दै गर्दा चाहिँ माथिबाटको अभिषेक चल्छ। जब तपाईँ मिनिस्ट्री चाहिँ छोडेर बाहिर निस्किनुहुन्छ त्यतिखेर तपाईँको इनर एनाउन्टिङ काम गर्छ। तर जो व्यक्ति इनर एनाउन्टिङमा स्ट्रङ चाहिँ छैन नि, त्यो व्यक्ति पापमा गिर्नका लागि कति पनि समय लाग्दैन। अझै अर्को भाषामा भन्यो भने इनर एनाउन्टिङ तपाईँ भित्र भएको अभिषेक चाहिँ पर्मानेन्ट हो, यो चाहिँ तपाईँमा रहिरहन्छ। तर माथिबाट आउने अभिषेक चाहिँ टेम्पररी हो, आउँछ जान्छ, आउँछ जान्छ। ध्यानसँग सुन्नुहोस् है, म के भन्दैछु। अरे अभिषेक कसरी आउँछ जान्छ भन्ने, तर सुन्नुहोस्, इनर अभिषेक तपाईँ भित्रबाटको अभिषेक चाहिँ तपाईँको लागि जिउनको लागि दिएको। यसले चाहिँ फल फलाउँछ, यसले चाहिँ ताकि तपाईँले आत्माको फल फलाउन सकोस् भनेर, ख्रिस्टसँगै नजिकमा आउन सकोस् भनेर, मानिसको बिचमा राम्रोसँगले जिउन सकोस् भनेर।
अनि कतिजना चाहिँ के भने प्रोफेटिक व्यक्ति अथवा के भने मानिसको बिचमा धेरै चलेको वरदानमा चलेको अपन एनोइन्टिङमा माइटी तरिकाले चलेको व्यक्ति चाहिँ आएर के भन्छ उनीहरू चाहिँ के भने मानिसको बिचमा उनीहरू रहनु मान्दैन, समाजमा रहनु मान्दैन अथवा प्रेमसँग उनीहरू रहनै मान्दैन। ऊ घमण्डी भएर हुन्छ, म त कहाँ मान्छेले चलाएको, मैले त 1000 जनाको अगाडि मैले भर्खर प्रचार गरेर आएको, म त खतरा पत्र घमण्डी भइपठाउँछ। किन? अपन एनोइन्टिङ त माइटी छ, तर त्यो अपन एनोइन्टिङ चाहिँ सधैँ रहँदैन। त्यो चाहिँ जिउनको लागि दिएको होइन, त्यो चाहिँ सेवा गर्नको लागि, जिउनको लागि चाहिँ तपाईँ भित्र भएको अभिषेक हो। त्यो भित्र भएको अभिषेकले चाहिँ तपाईँलाई के गर्छ? मानिसको बिचमा प्रेममा रहनको लागि सिकाउँछ, मानिसलाई प्रेम गर्नको लागि सिकाउँछ। त्यो अभिषेकले तपाईँलाई फल फलाउन सिकाउँछ। अभिषेकले डिफ्रेन्ट तरिकाले काम गर्छ। अब अपन एनोइन्टिङ आउँछ जान्छ, टेम्परेरी हो, टेम्परेरी हो यो अभिषेक चाहिँ। हालेलुया। मलाई कतिजना मान्छेले भन्छ, कतिवटा ठाउँमा के भने प्रचार गर्नु गइरहेको बेला मलाई मान्छेले के भन्छ, म चुप्पो लागेर बसिरहन्छु, कन्फरेन्स हुँदै चुप्पो लागेर, अब त्यहाँनिर वक्ता भएर गएको छ, चुप्पो लागेर बसिरहन्छु। मान्छेले यसो हेर्छ, यत्रो यो फुट चाहिँ के होला हौ। उनीहरूलाई कतिजना मैले टेस्टिमनी सुनेको, उनीहरूले पहिलोचोटि देख्दै गर्दा यसो हेर्दा के बोल्दैन पनि, चुप्पो लागेर बसिरहेको छ होइन, लाटा जस्तै। त्यहाँदेखि अनि पुलपिटमा गएर जब माइक्रोफोन पक्रेर बोल्नु चाहिँ थाल्यो, त्यहाँदेखि उनीहरूलाई भिन्नै लाग्यो। अरे यो मान्छे यस्तो थियो र। त्यतिखेर चाहिँ प्रचार गर्न थालेपछि, शिक्षा सिकाउन थाले पछाडि होइन, उनीहरूले चाहिँ के भने एउटा सिंह जस्तै प्रकारले उनीहरूले देख्न थाले, डिफ्रेन्ट मान्छे देख्न थाले। किन? किनकि दुईटा अभिषेक काम गरिरहेछ। पुलपिटमा जानुभन्दा अगाडि, मिनिस्ट्री गर्नुभन्दा अगाडि आइएम सिम्पल, साधारण व्यक्ति हो, जो चाहिँ के भने इनर एनाउन्टिङ मसँग छ, साधारण भएर बस्छु म। तर जब म पुलपिटमा आउँछु, जब म वचन प्रचार गर्नको लागि माइक चाहिँ पक्रिन्छु, त्यतिखेर त्यो समय चाहिँ आइएम डिफ्रेन्ट। किन? किनकि दैनिक जिउने अभिषेकले अब के गर्छ, त्यो ठिकै छ, त्यो रहिरहन्छ। अब त्यसमा चाहिँ माथिबाट आउने अभिषेक, माथिबाट आएको अभिषेक चाहिँ थपिन्छ, त्यहाँदेखि सुरु हुन थाल्छ। अब अहिले यो समय के हुँदैछ, प्रचार गर्ने अभिषेक आउँदैछ, त्यो भएको कारणले म प्रचार गर्छु। जब म कन्फरेन्समा खडा हुन्छु, त्यतिखेर के भने प्रचार गर्ने अभिषेक आउँछ, त्यतिखेर प्रोफेटिक एनोइन्टिङ आउँछ, अगमबाडीको अभिषेक आउँछ, त्यतिखेर म अगमबाडी बोल्न थाल्छु। फेरि पुलपिटबाट बाहिर निस्केर म के भने बाहिर निस्केँ भने मान्छेले मेरो बारेमा अगमबाडी गरिदिनु नि भन्यो भने म गर्न सक्दिनँ। किन? किनकि त्यो अभिषेक चाहिँ निस्केर गयो। जब अभिषेक आउँछ त्यतिखेर काम गर्छ। अभिषेक बाहिर निस्केपछि सक्यो, मैले जबरजस्ती बनाएर भन्नु मिल्दैन। कतिजनाले ट्राई गर्छ, भन्ने कोसिस गर्छ, त्यो विश्वासीले त्यो मान्छेलाई खुसी बनाउनको लागि, द्याट्स डेन्जरस, त्यो खतरा हो। त्यतिखेर शैतानले काम गर्छ। सो अपन एनोइन्टिङ हामी अझ धेरै पछि हामी हेर्छौँ अझै पनि, तर अपन एनोइन्टिङ चाहिँ सेवा पुर्याउनको लागि दिएको। यो चाहिँ के भने अपन एनोइन्टिङ, म त अगमबाडी गर्ने व्यक्ति, घरमा बस्दा पनि होइन खतरा अगमवक्त जस्तो भएर त्यसरी हामी बस्न मिल्दैन। तपाईँ के भने प्रचारकमा तपाईँको जीवनबाट खतरा मान्छे निको भयो, तपाईँ अब चाहिँ एकदम खतरा, यस म त तरिका म यस्तो अभिषेक बोकेको मान्छे, म तपाईँलाई भन्नु तपाईँले अभिषेक बोक्नु भएको छैन। त्यो अघि अभिषेक आएको थियो, त्यहाँदेखि गयो। मान्छेले नि तपाईँलाई घरमा नि तपाईँलाई त्यो खतरा अभिषेक बोकेको व्यक्ति देख्दैन। घरमा चाहिँ तपाईँ भित्रको अभिषेक कसरी काम गर्छ त्यसले देख्छ, त्यो देख्छ, त्यही हेर्नका लागि आउँछ। हालेलुया। अनि मजाको कुरा म तपाईँलाई बताइदिउँ, जब तपाईँ भित्रको अभिषेक चाहिँ नि डह्रो छ, त्यो अभिषेकमा तपाईँ भित्रको अभिषेकमा तपाईँ माइटी तरिकाले हिँडिरहनु भएको छ नि, तपाईँप्रति मान्छे त्यति धेरै आकर्षित हुन्छ। अनि तपाईँको माथिबाटको अभिषेकले त्यहाँदेखि चाहिँ कन्टिन्यू काम गर्छ। मान्छे तपाईँ भित्रको तपाईँको नेचर देख्छ, तपाईँको नम्रपन देख्छ, तपाईँको भलोपन देख्छ, ख्रिस्टको नेचर तपाईँमा देख्न थाल्छ। तपाईँमा के भने वरदान, के भने के भने आत्माको फलहरू देख्न थाल्छ। अनि मान्छेलाई के लाग्छ, मान्छे कति मजाको रहेछ, इट मस्ट बी एनोइन्टेड। तपाईँको घरमा आएर तपाईँसँग बस्दै गर्दा उनीहरूले इच्छा चाहिँ के गर्छ, यो मान्छेले मेरो लागि प्रार्थना गरिदियोस्, यो मान्छेले मेरो लागि अगमबाडी बोलिदियोस्, यो मान्छेले मेरो लागि चाहिँ के भने इम्पार्टेसनको अभिषेक अभिषेक चाहिँ इम्पार्ट गरिदियोस्। माथिबाटको अभिषेक चाहिँ नि तपाईँको इच्छाले चल्दैन। माथिबाटको अभिषेक चाहिँ कसरी चल्छ, अगाडि कति साह्रो भोकाएको छ, मान्छेहरू कति धेरै भोकाएको छ, त्यो अनुसारले चल्छ। सो जब मान्छेले तपाईँको भित्रको अभिषेक चाहिँ डह्रो भएको देख्छ, त्यतिखेर चाहिँ उनीहरू भोकाएर आउँछ,
त्यो भोकाएर आउँदै गर्दा परमेश्वरले त्यो समयमा माथिबाटको अभिषेक खनाइदिनुहुन्छ। फेरि त्यहाँ काम हुन थाल्छ। तपाईँको प्रोफेटिक गिफ्ट छ भने प्रोफेसी हुन थाल्छ, चङ्गाईको गिफ्ट छ भने चङ्गाई हुन थाल्छ, त्यतिखेर इम्पार्टेसन गर्नु छ भने इम्पार्टेसन हुन थाल्छ। फेरि सबै कुरा सिद्धे पछाडि त्यो अभिषेक स्वाट्टै निस्केर जान्छ। अर्को मान्छे फेरि म पनि भन्दै आयो नि हुँदैन, किनकि त्यो अभिषेक चाहिँ निस्केर गयो। अब सिम्पल तपाईँसँग आफ्नै अभिषेक मात्र छ, जुन चाहिँ इनर एनाउन्टिङ। तपाईँसँग वचन छ, वचनमा विश्वास राखेर तपाईँले मान्छेको लागि प्रार्थना गरिदिन सक्नुहुन्छ। तर अभिषेकमा गरेको प्रार्थना, अभिषेक भएको प्रार्थना र तपाईँको विश्वासमा गरेको प्रार्थना अलिकति भिन्नै हुन्छ। विश्वासद्वारा गरेको के भन्छ प्रार्थना पनि काम लाग्छ, तर अभिषेक भएकै ठाउँ बेलामा प्रार्थना गरिरहेको चाहिँ त्यतिखेर भिन्नै हुन्छ। हालेलुया। सो तपाईँलाई मेरो के भने, तपाईँलाई मेरो इच्छा चाहिँ के भने, सल्लाह चाहिँ के भने, तपाईँ जिउनु चाहिँ तपाईँले अपन एनोइन्टिङ वरदानद्वारा नजिउनुहोस्। हालेलुया। वरदान तपाईँले चलाउनुहोस्, माइटी तरिकाले चलाउनुहोस्, मानिसको जीवनमा माइटी इम्प्याक्ट गर्नुहोस्, ठुलो प्रभाव पार्नुहोस्, ठुलो काम गर्नुहोस् मानिसको जीवनमा। तर जिउनको लागि चाहिँ परमेश्वरले तपाईँलाई वरदान दिएको होइन। जिउनको लागि चाहिँ परमेश्वरले तपाईँ भित्रको अभिषेक तपाईँलाई दिएको। तपाईँ भित्रै छ अभिषेक। जसले चाहिँ वचनमा ध्यान दिन्छ, वचन पढ्छ, जसले चाहिँ आत्माको फललाई फलाउँछ, त्यो अभिषेकमा तपाईँले ध्यान दिनुहोस्। यो अभिषेक चाहिँ कसरी बढ्छ? जब तपाईँ बाइबल पढ्नुहुन्छ एक्लै हुँदा पनि। त आज मान्छेले धेरैजनाले मेरो के भने प्रचार गर्ने समय आएको छ, ल बाइबल खोजौँ होइन, आमा कहाँ छ मेरो बाइबल भनिरहन्छ। त्यसरी होइन। हालेलुया। तपाईँको टर्न नआउँदा पनि तपाईँले बाइबल पढ्न जरुरी छ। तपाईँको टर्न नआउँदा तपाईँले प्रार्थना गर्न जरुरी छ। परमेश्वरको उपस्थितिमा आराधनामा रहन जरुरी छ। त्यो समय चाहिँ तपाईँको इनर एनाउन्टिङ, जति धेरै उहाँसँग सम्बन्धमा चाहिँ बस्नुहुन्छ त्यति नै धेरै तपाईँको भित्रको अभिषेक चाहिँ बढ्छ। हालेलुया। बाइबलले के भन्छ, के भने यूहन्ना 15 अध्यायमा, म चाहिँ मेरो पिता चाहिँ किसान हुनुहुन्छ, म चाहिँ दाखको बोटो, तिमीहरू चाहिँ हाँगाहरू हो। जति धेरै मसँग रहन्छौ त्यति नै धेरै तिमीहरूले फल फलाउँछौ, तर मदेखि टाढा रह्यो भने तिमीले फल फलाउन सक्दैनौ। हालेलुया। सो इनर एनाउन्टिङलाई बढाउनु छ भने चाहिँ you have to connect with the Holy Spirit. You have to stay in the presence of God. परमेश्वरको उपस्थितिमा तपाईँ रहिरहनुपर्छ, तब चाहिँ भित्रको अभिषेक चाहिँ बढ्न थाल्छ। अब माथिको अभिषेकको कुरा हामी पछि गर्नेछौँ, तर पनि म तपाईँलाई बताउँछु। स्पेसली विशेष गरेर आजको शिक्षाको फोकस चाहिँ के भने, परमेश्वरले तपाईँलाई इनर एनाउन्टिङ दिनुभएको छ। तपाईँसँग अपन एनाउन्टिङ होस् या नहोस्, परमेश्वरले तपाईँलाई इनर एनाउन्टिङ हरेक विश्वासीलाई, तपाईँ पास्टर होस् या नहोस्, तपाईँ साधारण भर्खरको विश्वासी किन नहोस्, तर पनि परमेश्वरले तपाईँलाई इनर एनाउन्टिङ दिनुभएको छ। यो इनर एनाउन्टिङले चाहिँ तपाईँलाई के गर्छ? इनर एनाउन्टिङले चाहिँ परमेश्वरको उपस्थितिमा तपाईँलाई एक्सेस गराएको छ। परमेश्वरको उपस्थितिमा तपाईँ रहिरहन सक्नुहुन्छ। हालेलुया। यो इनर एनाउन्टिङले चाहिँ जब तपाईँ बाइबल पढ्नुहुन्छ, तपाईँले बाइबल तपाईँलाई बुझाउँछ। यो भित्र अभिषेकले तपाईँ आज पढ्नुभयो बुझ्नुहुन्न, भोलि पढ्नुभयो बुझ्नुहुन्न, तर जति धेरै पढ्दै जानुहुन्छ यो अभिषेकले तपाईँलाई सिकाउँदै लान्छ। अब जति मैले प्रचार गरिरहेको छु, मैले प्रचार गरिरहँदा चाहिँ ममा के भने म माथि भएको अभिषेक काम गरिरहेछ, तर तपाईँहरू सुन्नेमा चाहिँ के भइरहेको छ? तपाईँको भित्रको अभिषेक काम गरिरहेछ। किन? मैले बोल्नै मात्र काफी छैन, तपाईँको भित्र एनाउन्टिङ पनि दह्रो हुनु पर्यो। भित्र अभिषेक जति धेरै दह्रो छ त्यति धेरै तपाईँको अन्डरस्ट्यान्डिङ पनि बढ्दै गइरहेको। अनि अर्को कुरा चाहिँ वरदान, माथिबाटको अभिषेक जति पनि होस् तपाईँको लागि जिउनको लागि दिएको हो, सेवाको लागि दिएको। जति समय सेवा गर्नुहुन्छ त्यति समय काफी छ। त्योभन्दा बाहिर चाहिँ मसँग अझै पनि अभिषेक छ भनेको जस्तो गरेर एक्ट नगर्नुहोस्। तपाईँ भित्र अभिषेकलाई तपाईँले ध्यान दिनुहोस्। धेरै डेन्जर हो। मैले धेरैजना व्यक्ति देखेको छु, मैले कतिवटा टेस्टमनी सुनेको छु। उनीहरू के गर्छ? कन्फरेन्समा जान्छ, वक्ता भएर जान्छ, यति साह्रो फायर सेवकाई गर्छ, यति साह्रो डेन्जर सेवकाई गर्छ, मान्छे प्लाङ प्लुङ लड्छ, अन्य भाषा बोल्छ, उनीहरूको सेवकाईबाट चङ्गाई भइरहेको छ। जब सङ्गति सट्टै सिद्धियो, कन्फरेन्स सट्टै सिद्धियो, अब ऊ वक्ता उसलाई स्पेसल ट्रिट गर्छ। अनि त्यहाँदेखि ऊ चाहिँ के गर्छ? उता गएर त्यो चर्चको छोरी मान्छेसँग गफ गरिरहेको हुन्छ। धेरै छोरा मान्छेलाई ध्यानै दिँदैन। किन भन्दाखेरि अब छोरी मान्छेसँग गफ गर्नु गलत हो? होइन। हालेलुया। तर त्यो प्रकारले गफ गर्छ जुन प्रकार चाहिँ सही होइन।
किन भन्दाखेरि उसको भित्र अभिषेक चाहिँ विक छ। माथिको अभिषेक दह्रो हुँदै गर्दाखेरि भित्रको अभिषेक विक छ। त्यो भित्रको अभिषेक चाहिँ कति साह्रो दह्रो छ, कति साह्रो तपाईँ स्ट्रङ हुनुहुन्छ, त्यही प्रकारले तपाईँ जिउन सक्नुहुन्छ। तपाईँ भित्र अभिषेक चाहिँ विक छ भने नि, तपाईँ छोरा मान्छे हो भने कुनै छोरी मान्छेले हेलो ह्यान्डसम भन्दै भने तपाईँ सक्यो। तपाईँसँग जतिसुकै अभिषेक होस् न, तपाईँको माथिबाटको अभिषेक जतिसुकै होस्, तपाईँको अगमबाडी होस्, तपाईँले चङ्गाई गर्ने हो, जतिसुकै मान्छेहरू तपाईँको मिटिङमा यति साह्रो भेला होस् न, तर पनि भित्र अभिषेक चाहिँ विक छ भने चाहिँ नि तपाईँलाई सानोभन्दा सानो परीक्षाले पनि लडाइहाल्छ। किन? तपाईँको अभिषेक विक छ नि त। त्यो बाहिरको अभिषेक, माथिबाटको अभिषेक कहिले पनि जिउनको लागि दिएको होइन। द अपन एनोइन्टिङ इज नट मेन्ट फर लिभिङ। माथिबाटको अभिषेक जहाँ चाहिँ वरदान पर्छ, जहाँ चाहिँ तपाईँको बोलवर, तपाईँको अफिस पर्छ, सो भित्रको अभिषेकमा तपाईँले ध्यान दिनु। जति धेरै दह्रो हुन्छ त्यति नै धेरै तपाईँ प्रभुमा बढ्नुहुन्छ, त्यति नै धेरै तपाईँको माथिको अभिषेक पनि त्यति नै धेरै स्ट्रङ र प्रभावकारी हुन्छ। एउटा मैले टेस्टमनी सुनिरहेको थिएँ, एउटा व्यक्ति यस्तो आयो अरे, खतरा अगमबाडी बोल्यो, अनि खतरा मान्छे लडिरहेको छ होइन, मान्छे रोइरहेको छ, पश्चाताप गरेर छ, खतरा अभिषेक भइरहेको छ। सबै ठक्कैसँगले सिद्धियो, आमेन भयो। उसले थप्पै पछाडि गएर त्यो पास्टरको छेउमा गएर बस्यो, जुनले अर्गनाइज गरेको छ त्यसले बोलाएको, ठक्कैसँग बसेको, थप्पैसँगले बस्यो। बस्नु बित्तिकै त्यो मान्छेले के भन्छ अरे, हौ तिमीहरूको के भने तपाईँको चर्चमा त छोरी मान्छेहरू त कस्तो राम्रै रहेछ भन्छ अरे। किन भन्दा अपन एनोइन्टिङ थियो, अपन एनोइन्टिङमा उसलाई पवित्र रहनु, पवित्र भएको जस्तो हुन्छ। सुन्नुहोस् है, यति साह्रो के भने फायरी महसुस हुन्छ, अभिषेक काम गर्दै गर्दा, वरदानहरू चल्दै गर्दा यति साह्रो, सबैभन्दा खतरा, सबैभन्दा अभिषेक त चाहिँ मै जस्तो लाग्छ। तर त्यो अभिषेक त सेवाको लागि मात्र हो नि त। फुत्तै निस्केर गयो, थपैसँग फुत्तै निस्केर जाँदाखेरि त त्यहाँनिर बस्दाखेरि त त्यो अभिषेक बाहिर निस्किहाल्यो, थपै छेउमा बस्दाखेरि त त्यो अहिलेको जस्तो फेल्ड गरेको, त्यो पवित्र फेल्ड गरेको अभिषेक त सक्यो नि त, उसको काम भइसक्यो, सक्यो। त्यहाँदेखि भित्र अभिषेकले काम गर्छ। जिउनको लागि चाहिँ भित्रको अभिषेक हो। अब भित्रको अभिषेकै विक छ, त्यहाँदेखि छेउमा गएर भने त के हो, त्यही हो नि त। धेरै ठुल्ठुलो प्रभुको दासहरू पापमा गिर्ने, पब्लिक मिनिस्ट्री खतरा छ तर पनि पापमा गिर्छ। किनकि पब्लिक मिनिस्ट्रीको अभिषेक ठुलो छ, तर आफ्नै जीवनको आफ्नै अभिषेक, भित्री अभिषेक चाहिँ विक छ। त्यो भएकोले त लडेको गर्छ। तपाईँले माथि पनि ध्यान दिन जरुरी छ, त्योभन्दा कयौँ ज्यादा धेरै तपाईँले भित्र आफूलाई पनि ध्यान दिनुहोस्। तपाईँ भित्रै अभिषेक छ, तपाईँ भित्रै पवित्र आत्मा हुनुहुन्छ, ख्रीष्ट येशू तपाईँभित्र अभिषेक्त व्यक्ति तपाईँभित्रै रहनुहुन्छ। तपाईँले तपाईँको स्पिरिटमा, तपाईँको आत्मामा तपाईँले ध्यान दिन थाल्नुहोस्। आमेन, हालेलुया। आउँछ हामी केही समय प्रार्थना